त थाहा छ बिचमा यस्तो बाटो किन बनाउँछ थाहा छ? सो हेलो गाइज, गुड मर्निङ सबैजनालाई। वेलकम टु आवर न्यू भिडियो सरी। अहिले हामी छौँ खाइकोटमा। खाइकोटबाट बिहानीको नजारा यस्तो देखिन्छ, यो साइड पनि यस्तो देखिन्छ हैन। अनि अहिले हामी बिहान चिया पिइरहेको छौँ। यहाँ छन् अगाडि मेरो मसँगकाहरू हैन। अनि चिसो चाहिँ त्यति साह्रो नै छैन यता, अहिले धेरै नै छैन। अनि हाम्रो विशाल दाई, महेश अनि रञ्जित दाई, गुड मर्निङ दाई। अनि विमल खुसियाली छ सबै गाई चिया पिइरहेको छ। स्टार्टिङ अफ डे 3 गाइज फ्रम मैनानगर टु आबी बेस क्याम्प। हामी यहाँ बसिरहेछौँ। अहिले एक दिन अझ लाग्छ हामीलाई। यो आजको दिन पुरै लाग्छ भनौँ। भोलि अबिबेस क्याम्पमा हुन्छ हाम्रो भेट अबिबेस क्याम्पमा हुन्छ है। एनर्जी लगाइज हामीहरू अब यहाँबाट कफी सफी पिएर होइन निस्किन लाग्यो। म सिटिसक्यो। उहाँ आन्टीले पनि हामीलाई धेरै सहयोग गर्नुभयो। आन्टी यहाँको मालिक हुनुहुन्छ। ल जाउँ। ल एडा ल महेश सुरुको इनर्जी लास्टसम्म यस्तै रहिरहोस्। अब डे 2 ट्रेकिङ सुरु भइसक्यो। ट्रेकिङ डे 2 अनि हाम्रो टुरको डे 3 यस्तो छ भ्यू। आफूलाई देखा न म हिँडिरहेको छु अहिले। म पनि होइन सबै हेरेर पछाडिबाट यो हिमालबाट आएको पानी। अनि त्यसैसँग हामीहरू लाग्यो हाम्रो डेस्टिनेसनतिर, गन्तव्यतिर। अब टुरिज्म एरियामा आउँदाखेरि होइन सबै ठाउँ सुखद हुन्छ भन्ने मात्र छैन नि त। कुनै ठाउँमा यस्तै हाम्रो जो अहिले ट्रेक गरिरहेको छौँ, हामीहरू हिँडिरहेछौँ, यो गर्नुपर्छ क्या। मेन्टेन छ कि तर त्यति बाटोमा अहिले होइन यो ठाउँ पहाडको एरियाहरू भएको हुनाले अलिक गाह्रो भएको। राम्रो छ एकदम बस्नलाई, खानलाई सबै छ। नेटवर्क नि कुनै ठाउँमा राम्रै आउँछ, कुनै ठाउँमा आउँदैन। त्यो आई थिङ्क हिल एरिया भएको हुनाले होला। अगाडि नै पुल छ, एकदम केयरफुल मेन्टेन गरेर आउनुपर्छ क्या त। नजर घटी त दुर्घटना घटी वाला सिचुएसन छ यता। आजको पहिलो पुल यो। मेरो पनि गइरहेको छु, म पनि छु यता। माछा आइराख्नु भएको छ सबै हाम्रो साथीहरू पनि होइन। हामी अब सँगै छौँ होइन हिमालयमा। हालत खराब छ पछाडिबाट। त्यहाँ लाइट देखिरहेको छैन, उज्यालो देखिरहेको छ सूर्यको होइन। हाम्रो यता छैन। हामी यति तल छु कि चिसो छ कि अलिअलि। बेस क्याम्प जाने बाटो यता छ। यसरी एरो नि बनाइदिएको छ, ठाउँमा ढुङ्गाहरूमा पनि लेखिदिएको छ होइन। हामीहरूले नि एउटा ठाउँमा ढुङ्गाको एरो बनाइदिएको छु। त्यहाँनिर अलिक कन्फ्युज हुन्छ होइन मान्छेहरू। ढुङ्गाको एरो बनाइदिएको छु, आउनु होला। त्यही हेरेर देख्नुभयो भनेपछि अब हामीले एन्ट्री गराउनु पर्छ अरे, नाम टिपाउनु पर्छ। यदि नाम टिपाएन भनेपछि वनपालले समातेर के गर्छ होला। इन्ट्री गर्न आयो होइन, यता इन्ट्री गर्ने ठाउँ होइन। एकदम बबाल ठाउँमा रहेछ क्या। किन भनेपछि होइन हिमालको टुप्पा यहाँबाट देखिन्छ होइन। एकदम चम्किरहेछ नि त लाइटले। अनि यो साइड पहाडतिर के साइड अगाडि आउने होइन वाइड एङ्गल हो।
त थाहा छ यो बिचमा यस्तो बाटो किन बनाउँछ थाहा छ? नोटेसनको लागि के यो बाटो त्यहीँ गइरहेको छ तिमीहरू सही बाटो गइरहेको छ भनेर। नत्र यार मान्छेहरू हराउला नि त। ओ जियोको नेटबाट 99 मिस कल वा। यस्तो छ हेर माथि पनि। We are, you are, we are, and you are different. यस्तो डन्डाले चाहिँ धेरै सहयोग गर्यो होइन हामीहरूलाई, धेरै के। आगे देखो के छैन टोपी? ए अब माथि बनाउँला। चलो मैं चला भाइ। ल्यान्डस्केपमा आउँछ जस्तो। ओपी अभी मैं पुग्यौँ। अब देखियो होइन यहाँबाट कति ठुलो छ यार यो भन्दा त अझ बाबा रे। अघिसम्म यो ठुलो लागिरहेको थियो, अब त्यो धेरै माथि छ यार। नाइस, धेरै माथि छ, धेरै हिँड्नु छ, धेरै हिँड्नु छ क्या। नन स्टप रेस्ट नि गर्ने अलि फरक पर्दैन। त्यहाँ पुग्नु छ नि त, त्यही भएर गाडी हिँड्दै गर्दा पछाडिकोलाई नभुल्नु भन्थे होइन। साँच्ची रहेछ, नभुल्नु पर्दो रहेछ। यस्तो राम्रो भ्यू छ यार। लास्टै गाह्रो परिस्थिति, हालत त एकदम ठिक भएको छ है। तर एउटा कुराले मन लोभ्याउँछ, जो नेचुरल भ्यू छ अरू यो छ के यसले के हिम्मत सास भनेको यही हो। अरू यो मात्र नभएर यो पनि के विशाल दाइ देखिरहेको छ होइन, मजा आइरहेछ। थकान भइसक्यो पुरै, लास्टै थाकिसक्यो भनौँ। कति छिटो पुग्ला भइसकेको छ क्या मलाई। ओके, हिउँको बिचबाट पानी आइरहेछ के। भाइ क्या साउन्ड छ यार। अहिलेको मेरो कन्डिसन अझ माथि जानु छ, खोकी लागिसक्यो, सास फुलेर है। यस्तो ओह्रालो आउनु पर्यो, यो स्ट्रेटमा यो भयो, डाउन त्यहाँ छन् केटाहरू आइरहेछन्। अझ फेरि माथि जानु छ, त्यहाँ धेरै माथि जानु छ, अझ धेरै क्या। हिमालको हिउँ देखिरहेछ त्यहाँ, त्यसको बाहिर त्यहाँ यतापट्टि, यता त हिमाल नै छ र यतापट्टि हिमाल भयो, अपी हिमाल। गड, अब म मेहनत गर्छु यार। यति मेहनत गरेर चाहिँ कति खुसी मिल्छ। रोकिसक्यो म सँगै त्यो आइसक्यो माथि, तिनीहरू रोकिसक्यो। ब्रेक लिएर फेरि माथि जान्छु म। लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु पर्छ ल, जसरी हो भने लाइक सेयर एन्ड सब्सक्राइब। ओके, थ्याङ्क यू।
लगा के आइसक्यो केटाहरु कमन कमन सकिन्छ कमन यतिकै अझ देखिरहेछ माथि हैन जतिकै छ जतिको उकालो देख्दैछ त्यतिकै उकालो अगाडि माथि देखिरहेछ फेरि गाइस फेरि उकालो म लागिसक्यो तिनीहरू अलि स्विच गरिरहेछन् बिस्तारै हैन म लागिसक्यो अब अगाडि बढिरहेको छु म उकालो हिँड्नेलाई कन्टेन्टको लागि के गर्नुपर्छ यदि मेहनत यस्तो गाह्रो भइरहेछ तै पनि म लागिरहेको छु यो मूर्खपन हैन त के हो त मूर्खता हैन यो इजी गएर माथिबाट भिडियो बनाउनु पर्ने हैन आफै हिँडेर ठिक छ यस्तै छ हैन यो सिचुएसन देखायो सबैलाई यसको लागि प्रिपेयर्ड भएर आउनु है ओके पुग्योमा ओ गॉड यार सीधा बाटो आयो थ्याङ्क गड फोर्सी नगरिदिनु होला हिउँ छ अगाडि हिउँ नै हिउँ छ ओह यता नि हिउँ माथि हिउँ नै हिउँ देखिरहेछ त्यो साइड ओह सीधा बाटो पुग्यो क्या आई थट यो साइडको भिर पनि हेरिदिउँ न हैन हिउँ पनि गाह्रो छ यार ओ माई गड तलको नजारा हिमपात छ यार हिउँ पिघलिएर खोला बनेको छ यति आइसक्यो यार अलि छ अब सुन्दर नजारा छ यता धेरै मजा आइरहेछ खुसी छु म यहाँसम्म पुग्यो भनेर लाइफमा फर्स्ट टाइम नै देखेको मैले यो हिउँलाई नि टच गरेको मैले लाइफमा फर्स्ट टाइम हो फोहोर छ हैन औ म हिउँमा हिमालतिर हिउँ खेलाउँदै आइफोन खस्यो रञ्जित दाइ खै भिडियो बनाउनु त त्यहाँबाट धेरै लामो नबना के बिमल है ब्युटिफुल 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 हिउँ नै हिउँमा हिँडिरहेको छौँ अब खोलाको किनारे किनारे हिँड्नु छ हामीले पानीसँग है हिउँमा अब उता हिउँ छ कि छैन भने त्यो थाहा छैन हिउँ त ओहो ओरे हिउँ यार फेरि चिप्ले त गयो सिधै तल हो फेरि पानीमा अनि त्यसपछि जे चिसोबाट लाग्ने बिरामी हुन्छ निमोनियाबाट लिएर सबै अनि ज्वरोबाट रुगाखोकीबाट सबै हुन्छ त्यहाँ पानीमा गयो भने चाहिँ एकछिन त्यो साइडबाट नजानु खसिन्छ फेरि गयो नो रिस्क भाइ नो रिस्क बिल्कुल भी नो रिस्क भनेको थियो अहिले आफै रिस्कमा परेको भयो थियो फेरि माथिबाट अरे हिमाल अहिले पिग्लियो भनेपछि हालत डाउन हुन्छ त हाम्रो 10बाट हिँड्नुपर्छ कि फेरि धौली ओडार जाने हो दाइ भिडियो
नबनाइराउँदा हुन्छ। ए तेरी जुत्ताभित्र हिउँ गयो। निकल 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 निकल। म चाहिँ जुत्ता टाइट बाँधिहाल्छु यति। आउँछौ कि नै नेक्स्ट टाइम कस्तो सेटिस्फाई भइरहेको छ हेर। यो पुलको नाम रहेको छ अपिल बेस क्याम्प काठमाडौँ। अपिल बेस क्याम्प काठमाडौँ हेर्न सक्नु। यस्तो एकदम बलवान छ, अडाक छ, स्ट्रङ छ। यस्तो यस्तो एरो लगाइदिएको छ है माथि। यस्तो ठ्याक्कै त्यो पुल पार गरेपछि अनि स्टिल हिउँमा हिँडिरहेछ हामीहरू। हिउँमै छौँ। दाइ कति बज्यो टाइम अहिले? कति बज्यो टाइम? नियरली 11 घन्टा भइसक्यो हामी हिँड्न लाग्यो। हामी 2.5 घन्टा जति तल रेस्ट गऱ्यौँ हामीले खाना खाने ठाउँमा। अनि बाटो खोज्नु अलिक गाह्रो नै छ, किनभने चाहिँ यो एरो लगाएको अलिक टाढा टाढा छ। बाँकी ठिक छ, सबै ठाउँ हिउँ नै हिउँ छ। यो त हिउँ नै हिउँ। ठिक छ, 11 घन्टा हुन लागिसकेको छ भने हामीहरू हिँडेको। रेस्ट गऱ्यौँ हामीले 2 घन्टा, 2.5 घन्टा हामीले रेस्ट गऱ्यौँ। त्यसले कम्फोर्टेबल भयो। रेस्ट गर्नुपर्छ। छिटै दौडिन्छु भनेर दौड्यो भने चाहिँ शरीरलाई नै गाह्रो हुन्छ क्या, आफैलाई गाह्रो हुन्छ। त्यही भएर रेस्ट गरेर नै हिँड्ने हो बेस्ट। त्यो इजी पुगिन्छ, बिस्तारै जाऊ बरु होइन, रेस्ट गरेर हो क्या। शरीरलाई फेरि मर्नै गरेर मार पर्नु भएन क्या, यस्तो छ। मान्छे खुट्टाहरूको तल तल गइरहेको छ यार, भुस भुस। लेजेन्ड है मैं। लगेट गाइज, हामीहरू आजको स्टेमा पुग्यो होइन। के हो ओराड? धौली ओराड। धौली ओराड लास्टै त्यो एटमोस्फियर कति हुन्छ यसको? अगाडि उतै लेखेको छ, त्यहाँ पढौँला नि के छ र। धेरै माथि आइदियौँ आज हामीहरू होइन। एभरेजमा हामीले आज हिँड्दा हिँड्दाखेरि 10 घन्टा जति, 9बाट 10 घन्टा लगायौँ आजको दिनमा हामीले। 10 घन्टा त हिँड्नलाई लाग्दैन। हिँड्नेलाई लाग्दैन हामीले लाग्यो, किनभने बस्यौँ हामीहरू होइन। त्यहाँ खाना खाने ठाउँमा बस्यौँ 2-2.5 घन्टा जति। अब हामीहरू यहाँ स्टे, होमस्टे आई थिङ्क होटेल हो सायद। यहाँ पुगिसक्यो होइन। अगाडि विशाल्दै विशाल्दै पछाडि महेश, विमल अनि म। ऊ त्यहाँ धौली ओराड लेखेको छ ऊ त्यो अगाडि। अनि यहाँ घरहरू यस्तो अझै नि बनिरहेको छ। ऊ हिमालय त छ, माथि नै हिमाल छ होइन। यस्तो छ अगाडि लेखेको छ होइन। अब पढेर एकछिन यस्तो सुनाइदिउँ। उचाइ कति छ? 3450, 3450 को एल्टिट्युडमा छ हामीहरू। यता अब महेश सर थाकेर सरको जुङ्गामा समेत यहाँ हिउँ आइसकेको रहेछ। भने जुङ्गामा समेत हिउँ आइसकेको रहेछ। अनि ऊ त्यहाँ हाम्रो विशाल भाइ, सरी विमल भाइ यता। अन्त सर छिटो आउनुहोस्, छिटो सर छिटो आउनुहोस् छिटो। विमल सर एकदम लास्टमा हिँड्दै आफ्नो पुरै पारा गर्दै होइन। सबभन्दा लेट पुग्ने मान्छे। अगाडि गएर नमस्ते नमस्ते गरौँ अब होइन।
द्याट्स कम्पलसरी किनभने चाहिँ ग्रिट गर्ने अब ग्रिट गर्नै पर्छ मान्छेहरूलाई हामीले किनभने चाहिँ द्याट्स आवर कल्चर अनि रेस्पेक्ट नै दिनुपर्छ क्या उहाँले पनि त हामीलाई रेस्पेक्ट दिनुहुन्छ नि त हाउ मच वी गेभ द्याट्स हाउ वी गेट हो क्या जति हामीले गिभ गर्यो त्यति हामीले गेट हुने हो क्या यहाँ सबै कुरा पाउँदै जस्तो लाग्यो मलाई हामी यहाँ पुगिसक्यो होइन अनि अङ्कल नमस्ते 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 सन्चै हुनुहुन्छ आराम हुन्छ एकदम हाम्रो पर्यटकीय विश्राम हाउस टुरिस्ट रेस्ट हाउस ग्रिन हाउस होटेल रहेछ अपी वान आजको हाम्रो स्टे यता रहनेछ होइन अनि अलि नै डिभाइस प्रब्लम आएछ मेरो अनि दाइ एकछिन यस्तो पारा गर्दै होइन दाइलाई एकदमै थकान लागेको जस्तो छ होइन अनि सबै गफ गरिरहेको छन् पुरै हिमाल चाहिँ यता पहाड हेर्नुहोस् यति खतरनाक छ यस्तो छ यता इन्जोय गर्दैछ ल अब हामीले यता रुम पाइसक्यौँ होइन तल रहेछ रुम म यस कुरा गर्दै एकछिनमा रुमभित्र एन्ट्री गरिदिउँ भने अहिले अलि यस्तो भए पनि होइन रुम कस्तो छ हजुरहरूलाई देखाइदिन्छु हाम्रो अङ्कलको एकदम व्यवस्थित लाइट त चाहिन्छ नि अङ्कल राम्रो रहेछ रुम त है लाइट नै पर्यो ए भ्याउँछ मजाले अरे छोटो तार हो ठिक छ रुम नै भेट्यो होइन खै ठिक छ भ्याउँछ हामी यस्तै छ होइन रुम यता सबै रुमहरू यस्तै भेट्छ अरे रुम नि यता नि छ रुम देखिसक्यो हामीले यता छ एकदम राम्रो छ त्यही भएर हाम्रो आजको भिडियो चाहिँ यहीँ एन्ड गर्छौँ सी यु नेक्स्ट भिडियो इन अपी ओके अप बेस क्याम्पमा एकदम त्यो पहाडको माउन्टेनको त्यो फिल्डमा के अब त्यो भिडियो आउँछ एकदम योभन्दा स्ट्यान्डर्ड क्वालिटीमा निकाल्ने छ हाम्रो अब भिडियो तपाईँहरूले जति पनि हाम्रो स्ट्रगलिङ फेस अनि हाम्रो जो खुसीको मुभमेन्ट भयो अनि लोएस्ट मुभमेन्ट हो जतिखेर हामीलाई एकदम धेरै गाह्रो भएको थियो त्यो सबै हेरिदिनु भयो प्रक्रिया दिइदिनु होला होइन अहिलेसम्म जति पनि हुन्छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला क्याराम ब्लग्स एन्ड युट्युब थ्याङ्क यू आयो बन्दीपुर मायालाई मनोकामना के छ मन्दिरले मायालाई मनोकामना